हेलो गाइज वेलकम ब्याक र तपाईँलाई स्वागत छ मेरो आदरणीय ब्लग माफ गर्नु होला मेरो ब्लगमा। र आज म छु हिन्जोडी हिल्समा, वाकरदेखि हिन्जोडी नरे साइड जाने साइडमा। र त्यो साइडमा एकदमै रमणीय भ्यू, तपाईँलाई जानकारी दियो, एकदमै रमणीय भ्यू। तर तपाईँले एकचोटि भिजिटिङ गर्नै पर्ने ठाउँ र एकदम यस्तो ब्युटिफुल ठाउँ छ कि एकदम हिन्जोडी टप हिल साइडमा छ। त एकदमै रमणीय, एकदमै ब्युटिफुल, एकदमै इन्जोय गर्न लायक, एकदम पिकनिक गर्न लायक। तर तपाईँहरू भिजिट गर्न आउनुभयो त्यो रिसिपेन्ट चाहिँ हुनुहुन्न, तपाईँहरू धेरै चिजहरू पानी सानी चाहिँ व्यवस्था छैन यहाँ। तर चाहिँ आफूले बसेर रमणीय ठाउँ इन्जोय गर्न चाहिँ सक्नुहुन्छ कि खानापिना चाहिँ सक्नुहुन्छ र यो ठाउँमा आएर तपाईँ इन्जोय चाहिँ गर्न सक्नुहुन्छ भन्ने चाहिँ मेरो विशेष धारणा छ। त्यसै गरी च्यानल 99लाई सब्सक्राइब गरेर चाहिँ नबोल्नु होला। र तपाईँलाई विशेष रमणीय ठाउँमा चाहिँ म देखाउँदै जानेछु। र अगाडि हेर, यो आज एकदमै हरियाली र रमणीय ठाउँ भए तापनि आज चाहिँ यो धेरै हेर्नुहोस् है, आगो लागेको अहिले कसैले आगो लगाएको छ। त्यही भएर चाहिँ अलि हेर्नुहोस् मेरो साथी प्रकाश चाहिँ बिजी हुनुहुन्छ ब्लग बनाउनमा। ती रमणीय ठाउँ चाहिँ हल्का आगो लागेकोले अनि रमणीय ठाउँ चाहिँ अलिकति आगोले पोलेको अवस्था र हरियाली नभएको अवस्थामा, तर पनि एकदमै रमणीय ठाउँ। र हेर्न सक्नुहुन्छ तपाईँ, मेरो जुत्ता हेर्न सक्नुहुन्छ, कालो भइसक्यो होइन। कस्तो नयाँ जुत्ता थियो, नयाँ त भन्न सकिनँ, धेरै पुरानो जुत्ता थियो, तर पनि ठिक छ। एकदमै रमणीय ठाउँ, आउनु होला घुम्न। बिल्कुल पनि तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु यो ब्लगमा। र सब्सक्राइब गर्न च्यानललाई मैले भनिसकेँ, एकचोटि भने तपाईँलाई दुईचोटि भनिसकेँ, तिनचोटि भनिसकेँ, च्यानललाई सब्सक्राइब गरेर चाहिँ नभुल्नु होला। र त्यसै गरी स्वागत छ। थ्याङ्क यू सो मच।